अनि के हो यिनीहरू? यो चाहिँ दाजुभाइ कसैले हामी नमस्कार साहब विजय दशमीमा यता गएर काम हो लो विजय दशमीको लागि यो चाहिँ के हो? यी सबै ल्याउनु पर्यो गाह्रो हुन चाहिँ होइन दाजु अब चाडबाडमा ल्याउनु पर्छ होइन हजुर अब सामलाई बताइन्छ होइन यो त अब हामीले यो चाहिँ तपाईँको लागि कुखुराको सेकुवा ल्याइदिएको रोस्टिङ जस्तो चाहिँ अहिले रोस्टिङ भनिन्छ यति कष्ट गर्नु पर्थेन नि हो नेपाली मान्छेलाई सेकुवा भनिन्छ अनि यो तपाईँको लागि तपाईँ त अब ड्रिङ्क गर्नुहुन्न तपाईँको लागि हामीले जुस ल्याइदिएको यो पनि एकदम यसको के अरे म्याङ्गो जुस यति खर्च गर्नु पर्यो यहाँ चाहिँ अचार छ ल यहाँ पनि अचारै छ तिलको अचार स्विट लिएको छैन? स्विट चाहिँ यहाँ हो त्यो रसगुल्ला ल यो चाहिँ पानी हजुरलाई जति चाहिने तपाईँलाई चाहिने सबै हामी ल्याइदिएको छु कसरी अब हामीलाई राम्रोसँग टिका यसको लागि चाहिँ टिका लगाइदिनु पर्यो टिका दिनु पर्यो आशीर्वाद दिनु पर्यो विजय दशमीको राम्रो राम्रो आशीर्वाद दिनुहोस् हामीलाई भाइहरूलाई त्यसको लागि हामी आएको यहाँ राम्रो आशीर्वाद चाहिँ एउटै छ कि राम्रो केटी पाइदिउन्? त्यो पनि ठिकै छ मेरो त यसै छ बेङ्गलोरको तिम्रो साथी हो होइन बेङ्गलोरको घर हो ल हजुर के गर्नुहुन्छ अब खै के गर्नु अब अक्षता मुस्नु पर्यो एकछिन चाहिँ अब उ गर्नु पर्यो